अहिले चाहिँ म यहाँ नुवाकोट जिल्ला विदुर नगरपालिका त्रिशुली भन्ने ठाउँमा छु। अहिले चाहिँ यो बाटो यो के अरे त्रिशुली के भन्छ हो यो त्रिशुली हाइड्रो पावरको हिँडिरहेको छु ड्याम साइडमा। ड्याम साइड त हामी अघि कटेर आइसक्यो। तर यो ल्याउने चाहिँ अझै माथिको बाटो चाहिँ अझै माथि छ। ठ्याक्क यो यता यो पछाडि एउटा बाटो छ। बाटोबाट चाहिँ चाइना पुगिँदैछ है त। नजिकै छ यहाँबाट चाइना चाहिँ माथि चाहिँ रसुवा जिल्ला माथि चाहिँ रसुवा जिल्ला हो। अनि रसुवा जिल्लाबाट चाहिँ सिधै माथि पुगिहाल्नु चाइनातिर। तिमीले हात हल्ला छ मेरो भिडियोमा त्यसो त्यो पारि त्यो रसुवा जिल्ला माथि माथि रसुवा जिल्ला त्यहाँबाट त उता चाइना भइहाल्यो। टाढा छ चाइना। चाइना त हामी कहाँसम्म पुग्यो यहाँबाट? एक नम्बर पुलमा ए ल अझै त्योभन्दा माथि चाहिँ खोला जाउँ जाने भयो नि। अलिक खाएको पेट घट्छ पचाउनु पनि पऱ्यो खाएर मात्रै भयो। पानी चाहिँ बाबाले चाहिँ कोर्स श्रीमती शिरमा चल्ने मती श्रीमती होइन शिरमा चल्ने मती चाहिँ पछाडि छ। उसलाई खुसी लगाइरहेको बाबाले मजा आयो। भिडियो यहाँ जिप लाइन गरियो चढान त चढ्नु भयो। बुढी छ घुम्नुको चाहिँ अर्कै रहेछ त मजा गाइदियो। अर्को फेरि एक दिनको चाहिँ कहाँ जाने भन्दै छ किन कन्यामतिर लगाउँ भनेको कन्याम फेरि माई पोखरीहरू पाथी भराहरू जाऊँ भने के हुन्छ पैसा पुग्यो भने जाने कस्तो त्यति बेला त मम्मीलाई लिएर जाने कि के गर्नु फेरि अलिक बुढाबुढी मजा नआउने कस्तो रहेछ भन्नु रामोती केही होइन तिम्रो अगाडि सुनार चाँदी रामोती केही होइन तिम्रो अगाडि बुझ्दैनौ र पनि तिम्रो संसार कति उज्यालो मनैको बहार कति उज्यालो मनैको बहार। सत्य त केवल तिम्रो हाँसो हो अरू त सबै छेडीको हुन्। आवाज नै रातो आवाज नै नीलो आवाज नै सबै रङ्ग तिम्रो कल्पना शक्ति अदृश्य अनौठो सारा ब्रह्माण्ड नै बेग्लै तिम्रो तिमी अनि तिम्रो संसारमा छुट्टै खुसीको मुहान होला।